हेलो म्याम, नमस्ते। नमस्ते। हजुरको शुभ नाम? मेरो नाम मन्सा भण्डारी। आज म चाहिँ हजुरलाई सिम्पल क्वेसन केही च्यालेन्जहरू गराउँछु, रेडी हुनुहुन्छ? हजुर। सुरुमा सिम्पलबाट सुरु गरौँ है। हजुर 5 सेकेन्डसम्म आँखा बन्द गरेर बस्नु न। के फिल गर्नुभयो हजुरले? अलि नर्भस भएको थिएँ, अहिले चाहिँ अलि आनन्द आयो? हजुर हजुर। एकैछिन आँखा चिम्म गर्दाखेरि अरू के नोटिस गर्नुभएको छ? साउन्ड अब यहाँ कन्स्ट्रक्सनको काम चलिरहेछ, त्यही सुन्यो। ओके, हजुरको विचारमा लाइफ इन्सुरेन्स किन जरुरत छ जस्तो लाग्छ? लाइफ इन्सुरेन्स चाहिँ सेक्योरको लागि होला सायद है। अब मैले चाहिँ पर्सनल्ली चाहिँ मैले अहिले गरेको त छैन होइन, अरूको भनाइबाट चाहिँ मैले थाहा पाए अनुसार चाहिँ गरिसकेपछि आफ्नो पछिको लागिलाई सेभिङ हो जस्तो लाग्छ मलाई चाहिँ। अब बेबीहरूको गर्दाखेरि चाहिँ यति वर्षदेखि यति वर्षसम्म गरिन्छ नि त। अब उसलाई जन्मेदेखि गरेर 16 वर्ष पुग्दाखेरिसम्म गऱ्यो भने चाहिँ हामीले चाहिँ पछि कलेज पढ्न उसलाई पछि हेल्प हुन्छ भन्ने चाहिँ मेरो पोइन्ट अफ भ्यू। हजुरले नेपाल लाइफको बारेमा सुन्नु भएको छ? सुने के कुराहरू सुन्नु भएको छ? मैले चाहिँ नेपाल लाइफको चाहिँ त्यही हाम्रो अब इन्सुरेन्स गर्नुपर्छ। अब इन्सुरेन्स पनि डिफ्रेन्ट हुन्छ नि त हाम्रो। म हजुरलाई केही इन्फर्मेसन दिन्छु है त नेपाल लाइफ इन्सुरेन्सको बारेमा। नेपाल लाइफ इन्सुरेन्स चाहिँ नेपालको वान अफ द मोस्ट लिडिङ कम्पनी हो नेपालको। अर्को भनेको चाहिँ नेपाल लाइफ इन्सुरेन्सको चाहिँ हाम्रो 77 डिस्ट्रिक्ट सबैमा यसको ब्रान्चहरू छ। नेपाल लाइफ इन्सुरेन्समा चाहिँ 24 डिफ्रेन्ट लाइफ इन्सुरेन्स पोलिसिजहरू छ जुन चाहिँ डिफ्रेन्ट एज ग्रुप अफ पिपलहरूको लागि हुन्छ। नेपाल लाइफको बाट चाहिँ एउटा गिफ्ट ह्याम्पर प्राप्त पनि गर्नुभएको छ, जित्नु भएको छ। कङ्ग्रेचुलेसन म्याम। कङ्ग्रेचुलेसन। थ्याङ्क यू हजुरले टाइम दिनुभयो। थ्याङ्क यू सो मच। नेपाल लाइफ, किनकि जीवन अमूल्य छ।